मदर टेरेसाको एउटा भनाइ छ नि, इट्स नट हाउ मच वी गिभ बट हाउ मच लभ वी पुट इन्टु गिभिङ। नमस्ते ब्युटिफुल पिपल एन्ड काइन्ड हार्ट, वेलकम टु माई अनदर मिनी ब्लग। आज चाहिँ हाम्रो सानो राजाको जन्मदिनको अवसरमा पार्टी, केक्स, ड्रिङ्क्स भन्दा पनि ऊ जस्तै साना साना नाबालकलाई खाना खुवाउने उद्देश्यले हामी पुग्यौँ फ्युचर होप नेपाल। ठुला ठुला पार्टी, ड्रिङ्क्स गरेर आफ्नो जन्मदिन मनाउनु भन्दा पनि यसै गरी जन्मदिन मनाएको चाहिँ राम्रो जस्तो लाग्छ। तर कहिलेकाहीँ चाहिँ हामी पनि पार्टी गर्छौँ है। केही समयको गफपछि हामीले बाबुलाई बर्थडे विश गरेर खाना खुवाउनतिर लाग्यौँ। हस् त, आजलाई यति नै हेरिदिनु भएको धन्यवाद। पक्नुस् जाँदा जाँदै हाम्रो आमाको कुरा पनि सुनिहालौँ है त। खुवाएर के गर्ने कामै छैन।